हामीले चाहिँ हैन पहिलाको एकाउन्टमा यो के अरे फोटो हामीले सेयर गरेपछि धेरैजनाले अर्डर गर्नुभएको थियो अनि त्यो एकाउन्ट बिग्रेर चाहिँ अनि यो नयाँ एकाउन्टमा फेरि पनि हामीले यो भिडियो बनाउँदैछौँ किनकि धेरैजनाले हामीलाई कल गरेर सोध्दै हुनुहुन्थ्यो तपाईँहरूको एकाउन्ट के भयो हैन त्यो फोटो चाहिँ हामीलाई एकदम मन परेको थियो हामीले सेभ गरेर राखेको थियौँ हामी बनाउने एकचोटि फेरि भिडियोमा देखाउनु न भनेको कारणले चाहिँ हामीले भिडियो बनाउँदैछौँ है अनि हामीसँग यस्तो थुप्रै इमेज हैन के भन्छ पहिला पहिला है हामी क्याम्पमा हुँदाखेरि बसेको त्यस्तो नक्साहरू एकदम भारी बोकिरहेको भात सब्जी पकाइरहेकोहरू एकदम छ है तपाईहरुलाई यो फ्रेम गर्न बाँकी छ जस्ट देखाएको मात्रै सो अप मात्रै गरेको हामीसँग अहिले फ्रेम गरेको रहेनछ अरु गइसक्यो त्यसले गर्दा यिनीहरु चाहिँ छ अनफ्रेम्ड वान एकदमै यहाँ देख्न सक्नुहुन्छ एकदम आइएममा हैन साथीभाइहरुले पुरा बेक यसरी माथि माथि चढाको हैन याद आउँछ नि धेरै जनालाई सानो चाहिँ तपाईहरुको कसलाई थाहा छ बिहानको 5 बजे रेडियो नेपालको धुन सँगसँगै उठेर धारामा जाडोमा पानी थाप्नु गएको लाइन बसेको मलाई चाहिँ एकदम याद छ है अर्को पनि देखाइदिनुहोस् त यो आइएम को भयो हैन अनि यहाँनेर यो त्यही भयो त्यो धाराको हामीसँग म लिएर आउँछु है त ल अनि तपाईहरुलाई थाहा छ नि अनि लैलै जर्किन हेर्नुहोस् न यो बनाउने मान्छे उहाँ हाम्रो क्याम्पकै हुनुहुँदो रहेछ उहाँ खुजनाबारीको भन्नुभयो है दादा हजुर खुजनाबारीको उहाँले बनाउनु भएको यो आर्ट चाहिँ उहाँले गर्नुभएको यस्तो जस्ट हामीले कपी मात्रै गरेको है यो हामीले बनाएको होइन हामीले पेन्टिङ चाहिँ गरेको होइन यो पेन्टिङ चाहिँ गरेको होइन प्रिन्टिङ चाहिँ गरेको अरे अलिकति कन्फ्युज हुँदो रहेछ क्या एउटा खैरिनलाई मैले मेरो बुढाले प्रिन्टिङ गर्छ भनेको हो भन्दै थियो भरे त यस्तो प्रिन्टिङ गर्ने बुझेछ तर यो गर्नु चाहिँ उहाँले आर्ट्स गरेकै हो अनि त्यसलाई कपी गरेको हामीले होइन एकदम तपाईहरुलाई कस्तो डिजाइनको मन पर्छ हैन त्यो त्यस्तो फोटो पठाउनु भयो भने त्यो पनि हामी बनाउँछौँ हजुर हामीसँग यहाँनेर राम यामकुलेजीले बनाउनु भएको पेन्टिङ गर्नु भएको बाँस तानी राखेको हैन क्याम्पसँग सम्बन्धित सम्झनाहरू जोडिएको पिक्चर्सहरू छ हामीले त्यो चाहिँ अहिले गर्न भ्याइराखेको छैनौं हामी तर त्यो पनि गर्नेछौँ ओके